नमस्कार, म सुजन विश्वकर्मा। आज म पोखरामा रहेको एकदमै सुन्दर पर्यटकीय क्षेत्र फेवातालको प्राङ्गणमा छु। विश्वले चिनेको पर्यटकहरूको आकर्षणको केन्द्र रहेको यो फेवाताल, म आज फेवातालको प्राङ्गणमा बसेर केही कुराहरू भन्न गइरहेको छु। हामी पोखरावासी अथवा सिङ्गो नेपाललाई एउटा दुःखद कुरा लिएर म आएको छु। यो सार्वजनिक ठाउँमा, यो सार्वजनिक जग्गामा भइरहेको एउटा अतिक्रमण, एउटा निकै डरलाग्दो खुलासा चाहिँ म आज गर्दैछु। प्रमाणसहित यी सबै कुराहरूको खुलासा गर्नको लागि म आज स्थलगत रिपोर्टिङमा छु, जहाँबाट चाहिँ फेवातालको अतिक्रमण भइरहेको छ, जहाँ यहाँ मान्छेहरू बिचौलियाहरूको हालिमुहाली चलिरहेको छ, त्यही ठाउँबाट म उपस्थित भएको छु। तपाईहरु देख्न सक्नुहुन्छ, यता सबै धानका कुन्यु लगाएका छन्। उतापट्टि पनि फेवातालै छ, यता पनि सबै धानका कुन्युहरू लगाएका छन्। यो नितान्त सरकारी जग्गा हो, सरकारको मातहतमा हुनुपर्ने यो सार्वजनिक सम्पत्ति हो। यो फेवातालको क्षेत्रफलभित्र पर्ने जग्गा हो। यहाँ स्थानीयहरूले, केही बाहिरका व्यक्तिहरूले वर्षेनी धान खेती गरेर धान आफ्नो घरमा लगेर खाइरहनु भएको छ। केही व्यक्तिहरूसँग मैले छलफल पनि गरेँ, केही हप्ता लगाएर यसको धेरै अनुसन्धानहरू गरियो। यसको क्रममा केही व्यक्तिहरूको कुरा के आयो भने, स्थानीयहरूले एउटा आफ्नो घर अगाडिको जग्गा खाली देख्दाखेरि खेतीपाती गरे हैन, जसको जग्गा छैन अथवा जसको जग्गा छ र पनि आफ्नो अगाडि भएको खाली जग्गामा केही धान उब्जनी गरे र त्यो धान उब्जनी गरेर खाइरहेका छन्। के भएर? त्यो सुनेपछि मलाई पनि लाग्यो ठिकै हो। जबसम्म सरकारले देख्दैन, जबसम्म सरकारले हस्तक्षेप गर्दैन, वा सरकारले सामान्य सूचना दिएर जनतालाई त्यो सरकारको मातहतको जग्गा हो अथवा त्यो सार्वजनिक जग्गा हो, त्यो फेवातालको क्षेत्रफल हो, त्यो क्षेत्रफलभित्र तिमीहरूले त्यसरी व्यक्तिगत रूपमा खेती किसानी गरेर अथवा धान उब्जनी गरेर नखाओ भनेर सरकारले जुन दिन निर्देशन दिन्छ, त्यस दिनपछि यहाँ धानहरू उब्जनी हुन छोड्ला। मैले सामान्य रूपमा त्यो सोचेँ। तर जब म यसको विस्तारित रूपमा बुझ्दै थिएँ, सम्बन्धित व्यक्तिहरूसँग कुरा गर्दै थिएँ, छलफलमा थिएँ, त्यति बेला अर्को डरलाग्दो एउटा कुरा के बाहिर आयो भने, यो सार्वजनिक सम्पत्तिमा स्थानीयहरूले खाली जग्गा देखेर धान रोपेर खाइरहेका मात्र छैन, यहाँ ठुलो बिचौलियाको भ्रष्टाचार मौलाएको छ। कति वर्षदेखि यहाँ व्यक्तिहरूले धान त रोपिरहेका छन्, घरमा लगेर खाइरहेका छन्, तर त्यस पछाडिको यथार्थ भने अझ फरक छ। फरक यो अर्थमा कसरी छ भने, यहाँ केही व्यक्तिहरूले, केही संस्थाहरूले, सार्वजनिक संस्थाहरूले टेन्डर खुल्ने गर्छन्। त्यो टेन्डर खुलाएपछि केही 4-5 जना ठेकेदारहरूले त्यसमा आफ्नो क्षमता अनुसारको अथवा यो जग्गालाई हेरेर आफ्नो मूल्याङ्कन अनुसारको रकम लगाउँछन्। त्यो रकम लगाइसकेपछि सबैभन्दा बढी जसले रकम लगाउँछ, यो सम्पूर्ण यो जति पनि सार्वजनिक जग्गाहरूमा धान योग्य ठाउँहरू छ, त्यो धान खेती गरेर चाहिँ खाने कृषकहरू छन्, त्यो कृषकहरूमध्येबाट 40% लिन पाउने हक त्यो ठेकदारको हुन्छ। त्यसरी नै यो ठेकदारले ठेक्का दिने काम गरिरहेका 4वटा चाहिँ सार्वजनिक संस्थाहरू छन्, जसमध्ये खुल्न आएको अनदु प्रावि, यता चराङकोटको एउटा प्रावि स्कुल र शान्ति स्तूपा समिति, यी सबै समिति, विद्यालय र शान्ति स्तूपा समितिका अध्यक्षहरू मिलेर त्यसलाई नियमन गरिरहेका छन्। वर्षेनी यहाँबाट आउने रकमहरू उनीहरूले खाइरहेका छन्। बुझ्दै जाँदाखेरि स्थानीय पदम गुरुङ नामले चिनिने एकजना व्यक्ति हुनुहुँदो रहेछ, उहाँसँग मेरो सम्पर्क भयो। उहाँसँग सम्पर्क हुँदै जाँदाखेरि, कुरा गर्दाखेरि उहाँ नै स्वयं ठेकदार हुनुहुँदो रहेछ। उहाँले आफ्नो कुराहरू राख्ने क्रममा भन्नुभयो, 4वटा संस्था मिलेर यसको पैसा चलाइरहेका छन्, भोगचलन गरेका छन्। कहाँ कहाँ लान्छन्, कसलाई दिन्छन् त्यो मलाई थाहा छैन, मेरो ठेक्काको जिम्मा हो। र त्यसकै सिलसिलामा उहाँलाई टेन्डर खुलेको बेलामा उहाँले टेन्डर हाल्नुभएको थियो। त्यो टेन्डरमा उहाँले 8 लाख बोल्नुभएको थियो र उहाँको अनुसार सबैभन्दा धेरै रकम पनि उहाँकै थियो।
र अहिलेको 82 चलिरहँदाखेरि उहाँको यो तेस्रो वर्ष चलिरहेको छ। पहिलो वर्ष उहाँले ठेक्का भर्नुभएको थियो 8 लाखको। वर्षेनी 8 लाख अघि मैले उल्लेख गरेका 4 वटा संस्थालाई उहाँले दिनुहुन्छ। त्यस पछाडि बाँकी रहेका यहाँका सबै कृषकहरूले उहाँलाई जति उब्जनी हुन्छ त्यसको 40% ठेकेदारलाई दिन्छन्, पदम गुरुङलाई दिन्छन्। त्यसको विषयमा मैले सम्बन्धित निकाय, सम्बन्धित व्यक्ति, सबै निकायहरूसँग चाहिँ समन्वय गर्नेछु, प्रश्न गर्नेछु। यो जे भइरहेको छ त्यो सरकारकै अनुमतिमा भइरहेको छ या सार्वजनिक सम्पत्तिमा यो भ्रष्टाचार भइरहेको छ। यदि सरकारलाई यो कुरा थाहा छ, सरकारले यो देखेको छ भने उसको कदम के हो। यदि देखेको छैन भने यति नजिकको स्थल, यति लोकप्रिय स्थलमा यसरी मान्छेहरूले वर्षेनी लाखौँको भ्रष्टाचार गरेर लाखौँको चाहिँ रकममा यो सार्वजनिक जग्गा बेचबिखन गरिरहेको पनि सरकारले देखिरहेको छैन भने अलि दूरदराजमा भएका महानगरभित्र रहेका 33 वटै वडालाई कसरी समेट्न सक्छ, कसरी हेर्न सक्छ। बजार क्षेत्रमै रहेको, महानगरभित्रको एकदमै नजिक रहेको यो क्षेत्रमा त यति ठुलो भ्रष्टाचार हुन सक्छ भने दूरदराजमा रहेका वडाहरूलाई कसरी समेट्न सक्छ। लगायत महानगरपालिका प्रमुख, मेयर धनराज आचार्य, वडा प्रहरी कार्यालय वा वडा कार्यालय, सम्बन्धित जति पनि निकायहरू छन्, फेवाताल संरक्षण समिति होला, यी सबै निकायहरूसँग म क्रमशः फोन सम्पर्क गर्नेछु वा वहाँ गएर कुरा पनि गर्नेछु। परेको खण्डमा आवश्यक परे म हरेक निकायको चाहिँ ढोकासम्म गएर यो सार्वजनिक सम्पत्तिमा भएको रजगज बिचौलियाहरूको यो अपचलन कसरी सञ्चालन भइरहेको छ, उनीहरूको आँखा अगाडि या आँखा पछाडि भइरहेको छ भने यति नजिकको क्षेत्रमा किन आँखा पुगिरहेको छैन, आँखा अगाडि भइरहेको छ भने किन हेरेर बसिरहेको छ। सम्बन्धित निकायहरूसँगको छलफल या संवाद म तपाईँहरूलाई यसैमा जोड्नेछु। आउनुहोस् हामी पहिला सम्बन्धित व्यक्तिहरूसँगको कुराकानी राख्छौँ। यो सार्वजनिक जग्गामा जति पनि धान उब्जनी हुन्छ त्यसको 40% जसले लिँदै आउनुभएको छ, जो यहाँको ठेकेदार भनेर चिनिनुहुन्छ, उहाँ पदम गुरुङलाई हामीले फोन सम्पर्क गरेका छौँ। उहाँले आफू स्वयं यहाँ आउने जानकारी दिनुभएको छ। हामी उहाँको प्रतीक्षा गरेर बसिरहेका छौँ। त्यसपछि उहाँसँग हामी कुरा गर्नेछौँ। तपाईँले चाहिँ मैले चाहिँ 8 लाख रुपियाँ दिएको छु, बस त्यति हो थाहा भएको भन्नुभयो नि त। यो अब यो संस्थाहरूले 4 वटा संस्थाले के गरेछ, कसो गरेछ त्योसँग तपाईँलाई सरकार भएन। तपाईँलाई यति थाहा छ कि तपाईँले 8 लाख रुपियाँ टेन्डरमा लगाउनु भएको सबैभन्दा बढी तपाईँको भयो होइन। त्यस पछाडि वर्षेनी तपाईँलाई 40% यहाँ सबैको आइरहेको छ, त्यसबाट फाइदा भयो नि तपाईँलाई, घाटा भयो नि? घाटा भयो नि मलाई। त्यो कुरा बुझ्यो हामीले। मैले भन्न खोजेको के भने तपाईँहरूको मिटिङ गर्दो रहेछ, हरेक स्कुलबाट व्यवस्थापन समितिको अध्यक्ष र प्रह गरेर 2-2 जना होइन आउँदो रहेछ र एउटा ती सबैको समावेशितामा एउटा समिति छ। त्यो समितिले यो हेर्दै गर्छ। तपाईँलाई टेन्डर पनि उसैले दियो। यो सबैको यति भाग चाहिँ यो 4 वटा संस्थाको मात्रै हो, अरूलाई अतिक्रमण गर्न दिन्न भन्ने उनीहरूको कुरा छ। भनेपछि 4 वटा संस्थाका 2-2 जना मिलेर एउटा संस्था छ नि त, एउटा समिति छ नि त। हो त्यो समितिको नम्बर दिनु। यो हाम्रो फेवा प्राविको 1, 2, 3 जना भयो। स्तुपाको तपाईँसँग छैन? स्तुपाको मसँग छैन, उनीहरूलाई नै थाहा छ। यहाँमध्ये अब यिनीहरूको 2-2 जना मिलेर एउटा समूह संस्था समिति बनेको छ भनेपछि कोही एकजनालाई फोन गर्दाखेरि त त्यो समितिको बारेमा भन्नुहुन्छ होला नि। त्यो उहाँहरू चाहिँ त्यही थियो नि। युवराज बराल भन्ने चाहिँ सरस्वती प्राविको होइन, त्यो कलिमा म्याडम फेवा प्रावि भने थियो। ठिक छ, म उहाँलाई फोन गर्छु है त। नमस्कार। नमस्कार। म चाहिँ अहिले यो फेवातालको प्राङ्गणबाट हजुरलाई फोन गरेको छु। हजुर सर, नमस्कार। नमस्कार। यो पहिला फेवाताल रहेको क्षेत्र र अहिले पछिल्लो केही दशकदेखि यहाँ तपाईँको जमिन भएको छ नि। हजुर। यो जमिनमा स्थानीयहरूले खेतीपाती गर्नुहुँदो रहेछ, धानहरू उब्जनी गर्नुहुँदो रहेछ, त्यो देखियो। कुनियोहरू पनि छ यहाँ। हजुर। अब यसलाई चाहिँ यो सबै जति पनि छ यो खेती मात्रै भएन कि यहाँ त अब टेन्डरै लगाएर यो कुनै 4 वटा स्कुलको माताहतमा 3 वटा स्कुलको माताहतको जग्गा हो, यो चाहिँ हामीले चलन गर्न पाउनुपर्छ भनेर यहाँबाट चाहिँ वर्षेनी एक पदम गुरुङ व्यक्तिले चाहिँ 8 लाख दिने अनि त्यसको माताहतको
चाहिँ जसले जति उब्जनी गरेको छ उनीहरूले चाहिँ 40% उहाँलाई बुझाउनु पर्ने भन्ने कुरा रहेछ। हजुर यो खास चाहिँ कसरी सुरु भएको अथवा यो यसको हकदारी तपाईँ चाहिँ समितिमा हुनुहुँदो रहेछ नि त? व्यक्तिले खानु हुँदैन, तपाईँले खानु हुँदैन, संस्थाहरू दाबीदार हुने गरेर खानुपर्छ भनेर पारिपट्टि नि शान्त मागे अनि सराङको जनजागृति विद्यालयहरूले सबै त्यो तालको छेउछेउमा त्यो उखण्ड जग्गालाई चाहिँ सबै सरकारले भोगचलन गर्न पाउने, व्यक्तिले भोगचलन गर्न नपाउने भनेर त्यो शर्त दिएको थियो सर। हजुर। अनि पछाडि बिचमा फेरि त्यो ताल बनाउने भनेर फेरि सबै हेर्नु न त्यो ढिस्कोहरू त्यो बाँधहरू बाँध्ने व्यवस्थित गर्ने भनेर फेरि बिचमा हामीले छोड्यौँ। अहिले 1-2 वर्ष भयो फेरि जग्गा त निस्क्यो अलिअलि। अब व्यक्तिले खानाभन्दा लाउन हामी सबै संस्थाहरूले फेरि भएको अब स्कुलहरू चलाउन नै गाह्रो भइरहेको छ। अब व्यक्तिले खानाभन्दा संस्थालाई होस्। अब त्यहाँ बिचमा अब झगडा भयो, अब सबै समयहरू सबै त्यो पनि खोजाखोज भयो। त्योभन्दा बरु एउटा सिस्टममा गएर काम गरौँ न। पहिलेदेखि त हाम्रो त्यो सबै संसदहरूदेखि लिएर परिपत्रहरू पनि छ। अब उखण्ड जग्गा छोडिएको सम्म संस्थाहरूले भोगचलन गर्ने भनेर त्यो निर्णय भएको हुँदाखेरि हजुर त्यसरी हामीले सबै विद्यालयहरूले एउटा समिति बनाएर अनि अब हामीले पनि कमाउन सकिँदैन। अब कसैको धेरै होला कसैको थोरै होला जग्गा बाँड्दा पनि बरु समग्रमा सबै संस्थालाई हुने गरेर गरौँ न भनेर संस्थाको हितको लागि काम गरेको छ। संस्थाको हितको लागि काम गर्नुभयो। अनि यो यसरी सञ्चालन गरिरहेको जुन संस्था छ त्यो संस्थाको के अरे समितिको नाम चाहिँ के हो म्याडम? समितिको नाम हामी यही 4वटा संस्थाको सदस्य के अरे विद्यालयको प्रधानाध्यापक र समिति त्यही फेवातालको मुखण्ड जग्गाको समिति हो सर। फेवातालको मुखण्ड जग्गाको समिति? हजुर। त्यसमा चाहिँ तपाईँहरू कतिजना हुनुहुन्छ? हामीहरू कति 8-9 जना छौँ। ए भनेपछि यो तपाईँहरूले व्यक्तिहरूले खानुभन्दा संस्थागत बनाऊ न त, संस्थाको हितमा बनाऊ न त सिस्टमले बनाऊ त। उता पारिपट्टि नि सबै विद्यालयहरूले संस्थाहरूले उपभोग गर्नुपर्छ सर। हजुर। त्यो हाम्रो पहिल्यै त्यो मुखण्ड त्यतिकै खेर जान भन्दा संस्थालाई होस् भन्ने हिसाबले हो। उता जनजागृतिको नि छ, भवन्डेको नि छ, सबै विद्यालयहरूको नि छ। त्यो मात्रै होइन, उता बाँकी रहेको जग्गाहरू नि मान्छेको व्यक्तिको नभएकोहरू त्यसरी भोगचलन गर्दै आइरहेको छ। ए भोगचलन गर्दै आइरहनु भएको छ। ल ठिक छ, संस्थाले संस्थाकै हितका लागि व्यक्तिभन्दा संस्थालाई बलियो बनाऊ भन्ने हिसाबले तपाईँहरूले भोगचलन गर्नुभयो। यो भोगचलनको आधिकारिकता केही छ म्याडम? आधिकारिकता निर्णयहरू गरेर हामीले त्यसरी दिने लिने टेन्डर खोल्ने गर्छौँ के सर। निर्णय त तपाईँको समितिले गर्ने भयो, समितिले नै भोगचलन गर्ने भएपछि समिति त अब यसको पक्षमा हुने नै भयो। सम्बन्धित निकाय वा सार्वजनिक सम्पत्ति त हो नि त, हजुर त प्रभाव हुनुहुन्छ होइन? हजुर। हामीले आन्दोलन पार्ने विद्यालयमा अब नीति टिचरहरू राख्ने त्यहीबाट स्कुल सञ्चालन गरिरहेको छ। सुन्नु मेरो प्रश्न कहाँनिर हो भने तपाईँको मैले राय मैले बुझेँ, हजुरले भन्न खोजेको कुरा पनि बुझेँ। तपाईँहरूको अब यो संस्थाको उद्देश्य पनि हामीलाई थाहा भयो। कुनै व्यक्तिले अब सार्वजनिक जग्गा हाबी गर्नुभन्दा सार्वजनिक संस्थालाई सञ्चालन गर्न सहज पनि हुन्छ भन्ने हिसाबले गर्नुभयो। एक हिसाबले एउटा पारदर्शी पनि हुन्छ भनेर तपाईँहरूले गरिरहेको कार्य झट्ट हेर्दाखेरि मैले बुझेँ। अब बुझिसकेपछि भित्री कुरा के हो भने हजुर त एउटा विद्यालयको प्रसम्म रहनुभएको व्यक्ति, अब यो सम्पत्ति जुन छ, यो जग्गा जुन तपाईँहरूले समिति बनाएर भोगचलन गर्दै आउनु भएको छ, यो त वास्तविक त सार्वजनिक सम्पत्ति हो नि है? सार्वजनिक सम्पत्ति हो, सार्वजनिक ठाउँमै लगाएको छ। त्यही त सुन्नु मेरो प्रश्न हजुरले अलिक बुझ्नु भएन होला। सार्वजनिक सम्पत्ति हो, त्यसको चाहिँ पैसा लगेर तपाईँहरूले सार्वजनिक ठाउँमै लगाएको छ भन्ने एउटा सजिलो देख्दाखेरि सजिलो सुनियो। तर सार्वजनिक सम्पत्तिको यो जुन फेवातालको क्षेत्रफल, फेवातालभित्र आउने जुन क्षेत्रफल छ, सार्वजनिक जग्गा छ, त्यसको हकदार त सार्वजनिक संस्था भन्दैमा विद्यालय हुँदैन होला नि? अब हामी पहिला त्यसरी नै निर्णय गरेर पहिलाको अब त्यसरी भोगचलन भएको भएर हामीले पनि अब त्यही माध्यममा टेकेर काम गरेको सर। सबै कुराहरू त त्यति थाहा नभए जसरी चल्दै आयो त्यसरी तपाईँहरूले नि निरन्तरता दिनुभयो। त्यो कुरालाई मैले बुझेँ, त्यसलाई बुझेँ। त्यो तपाईँको सबै कुराहरू सुरुदेखि अहिलेसम्म भन्दाखेरि पुरा सबै बुझेँ। अब मैले हजुरलाई गरेको प्रश्न के हो भने हजुरको विद्यालय पनि सरकारी संस्था हो, एउटा सरकारी सम्पत्ति हो, सरकारबाटै सञ्चालन हुने सम्पत्ति हो र यो जग्गा पनि सार्वजनिक सम्पत्ति हो। भनेपछि यो सार्वजनिक सम्पत्तिलाई भोगचलन गर्ने, के गर्ने, यत्तिकै बाँझो छोड्ने या तालको क्षेत्रफल बढाउने, यहाँ खेती गर्ने, के गर्ने, कसो गर्ने भनेर निर्णय गर्ने
हकदार अथवा चाहिँ निकाय त अरू नै होला नि, विद्यालय हो र? होइन अब त्यसरी गरेको भएर हो कि होइन त्यो थाहा छैन, तर हामीले अब माछाका होइन तपाईँको पहिलाबाट जसरी चल्यो त्यो तपाईँलाई पछि आउँला। त्यसमा तपाईँ एउटा जिम्मेवार नागरिकको हिसाबले प्रसम्म भइसकेपछि एउटा शिक्षित नागरिकको हिसाबले भन्दाखेरि पनि तपाईँलाई व्यक्तिगत रूपमा सोधेको प्रश्न हो कि यो सार्वजनिक सम्पत्ति भोगचलन गर्ने निकाय चाहिँ को, स्कुल विद्यालय हो या अरू कुनै सरकारी सम्पाद? खै सर अब मलाई थाहा भएन, अब त्यसरी गरिरहेको भएर अब त्यही पनि पोहोर त काठ सबै काठधारी भयो थियो बिचरा किसानहरूले सबै कोरेर अनि खेतीपाती गर्नुभयो। होइन त्यसरी गर्नुभन्दा सत्ताको हितमा जान्न त भनेर त्यही सल्लाह भएर सबै समुदाय बसेर निर्णय गरेको कुरा हो सर। अब हामी समिति त पछि समुदायले समिति छनौट गरेर समिति बनेको हो, पहिला त सबै अभिभावकहरू पुरै आम भेला राखेर हामीले त्यसरी अगाडि बढेको कुरा हो। जसरी अगाडि बढे पनि तपाईँहरू एउटा समितिको पदाधिकारी हुनुहुँदो रहेछ, प्रतिनिधि हुनुहुँदो रहेछ, भइसकेपछि त अब हजुरहरू यो फेवातालको एउटा दृश्य छँदैछ, यो संसारले हेर्ने एउटा दृश्य जुन लेक साइड छ, तालबराई छ, पर्यटकहरू छन्, तपाईँको चाहिँ स्थानीय सरकार छ, सबै उताको झिलिबिलीमा रमाउने, उता मात्रै हेर्ने, उताको चाहिँ सबै त्यतै रमाउने, त्यसको अर्को भाग जुन मुहानको भाग हो, यसको फेवातालको अर्को भागमा अर्को अङ्गमा यो चाहिँ गतिविधि भइरहँदाखेरि त यो त शोभनीय त होइन नि त। यो तपाईँहरूले यताको भागमा रहेका, यताको भेगमा बसोबास गर्ने स्थानीयहरू होइन, अब तपाईँहरू विद्यालयहरू लगायतका यताकै मान्छेहरूले यतायतै गरेको निर्णय, यतायतै गरेको कार्यान्वयन हो नि त यो त। सरकारले वा सरकारी निकायले, सम्बन्धित निकायले ल यो स्कुलले चाहिँ यो गरी खाओ, तिमीहरूको यो 4वटा स्कुलले बाँडी खाओ भनेर तपाईँहरूलाई सम्बन्धित निकायले चाहिँ आदेश दिएको त होइन नि? जानकारी गराउनु भयो उनीहरूले ल वडा कार्यालयले यो जग्गा चाहिँ तिमीहरूले गरी खाओ भनेर चाहिँ तपाईँहरूलाई भनेरै अनुमति दियो भने पनि त्यो सम्बन्धित निकायमा जाने अर्को बाटो हाम्रो रहँदो छँदैछ होइन। तर सार्वजनिक सम्पत्ति सुन्नु यो त यस्तो हो नि त, तपाईँहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सक्नुहुन्थ्यो, तपाईँहरूले सार्वजनिक सम्पत्तिको चिन्ता गर्नु। हजुर त्यही त तपाईँहरूले देखेको कुरा भयो, फाइदाको लागि देखेको कुरा भयो नि त। तालको सुन्नु तपाईँहरूले तपाईँकै फाइदाको लागि देखेको कुरा त एकदमै राम्रो हो, तालको पनि संरक्षण भयो, यता बाहिर देखिएको जग्गाको जमिनको पनि संरक्षण भयो भन्ने कुरा तपाईँको त्यो फाइदाको लागि ठिक हो। तर वास्तविक तालको मर्मको लागि त तालकै पुरा क्षेत्रफल हुनुपर्ने होला नि त। यहाँ अलपत्र रहेको जग्गा त भोलि आयो भने अब उता मापदण्ड भनेर 65 मिटरहरू पनि अब त्यो कार्यान्वयन गर्दै गयो भने हामीले पनि हाम्रो त्यो लाभपूर्ण भएको जग्गा होइन कि होइन, अब भोलिको अवस्थामा सरकारले व्यवस्था गर्यो भने हामीले पनि छोड्नुपर्ने हुन्छ। परिचर्चा भोगचलन गरेको पहिलाको परिपत्र अनुसार गरौँ भनेर हो सर, पहिलाको परिपत्र अनुसार गरौँ। अब सार्वजनिक होइन हजुर जस्तो जिम्मेवार व्यक्तिले पनि सार्वजनिक सम्पत्तिमाथि भइरहेको अपचलन अतिक्रमणमा तपाईँ पनि सहभागी हुनुहुन्छ र अझै हजुरले यसलाई सकारात्मक रूपमा लिनुहुन्छ भने त्यो त दुःखद कुरा भयो नि त म्याडम। भएसम्म 2-4 पैसा आम्दानी भएसम्म अब तपाईँलाई त्यस्तै त हो नि सर, हुन्छ भने भनेर अभिभावकहरू सबै आम भेला हामी 3-4वटा टोल सबै समुदाय बसेर त्यहाँ त छलफल गरेर यसरी समिति बना, विद्यालयबाट बना भनेर सबैले निर्णय गरेको कुरा हो सर। त्यही त नि, तपाईँहरू यताको भेगको मान्छेहरू यतायतै बसेर यतायतै निर्णय गर्नुभयो, सम्बन्धित निकायमा पत्रचार गर्नुभएको। हेर्नु त कति मजाको होइन कति मजाको चाहिँ यहाँ विषय छ एउटा भने सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ न त, केही हुन्छ भने गरौँ न त भनेर तपाईँहरू लागि पर्नु भएको छ। सार्वजनिक सम्पत्तिमाथि चाहिँ टेन्डर चलाइएको छ, यो त अलिकति दुःखद कुरो होइन र। सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्ने हिसाबले ल ठिक छ है, सबैले यसरी गरौँ। अब गर्दाखेरि अथवा केही यसलाई सम्पत्तिलाई नै संरक्षण हुने तरिकाका योजनाहरू, अब हजुरहरू त शिक्षक जस्तो मान्छेहरूले त योजनाहरूलाई पनि राम्रोसँग कोर्न सक्नुहुन्थ्यो। यो हाम्रो अगाडि भएको एउटा राष्ट्रिय सम्पत्ति फेवाताल, यो फेवाताललाई चाहिँ कसरी संरक्षण गर्न सकिन्छ भन्ने एउटा नयाँ चाहिँ के अरे तपाईँहरूले योजनाहरू बनाएर सरकारलाई दिन सक्नुहुन्थ्यो, अथवा तपाईँहरूले पनि उदाहरणीय कामहरू त गर्न सक्नुहुन्थ्यो नि त। यो भ्रष्टाचार चाहिँ भ्रष्टाचार गरेर संरक्षण गरौँ भन्ने सोच आउनु त गलत हो नि त म्याडम। अब त्यहाँ डोजर लगाएर दुनियाँभर गरेको छैनौँ कि, अब लगभग किसानहरूले खेतीपाती गरेर त्यहीँ गोरु जोतेर अब यता त्यता भएको ठाउँमा पहिला माछा
नेपाली अब त्यो नियम विपरीत काम गर्नुभएको छैन छनातखेरि सर। अब कस्तो भयो के भयो सुझाव दिनुहोस् न। अब हजुरको कुरा अनुसार मैले बुझेअनुसार अब जे भइरहेछ गलत भइरहेको छैन के अरे। अब भोलि सरकार आए छोडिदिन्छौँ के भएको छ र अब उसी नदेखिन्छ खाउँ देखेपछि ए भनेर छोडौँ जस्तो कुरा गर्नुभयो नि त। त्यतिकै अब यतिकै त्यहाँ वेस्ट भएर जानुभन्दा त्यतिकै भइरहेको छ। अलिअलि भने उब्जनी भयो, किसानहरू पनि घुम्ने बाटो भन्छ। किसानहरू व्यक्तिहरूले खानु भएर भोलि व्यक्ति दबाई हुनुभन्दा संस्थाहरूले यसरी गरेको निर्णय नै ठिक हुन्छ भने सबैको सहमति भएर गरेको। त्यही त। अनि के जसले दुःख गर्यो उसले चाहिँ खान नहुने चाहिँ किन त नि फेरि? जसले दुःख गर्यो उसले चाहिँ खान नहुने अनि संस्थालाई अलिकति दिएपछि फेरि खान हुने, त्यो चाहिँ कसरी भयो? होइन त्यो त अब त्यो पहिल्यैको परिपत्र त्यो भएको भएर परिपत्र त मैले बुझेँ। यसको 2051-52 सालदेखिका परिपत्रहरू मैले सबै कुराहरू बुझेँ। सबैलाई चाहिँ हरेक एकको चाहिँ कुराहरू बुझिसकेँ। सबैसँग मैले छलफल गरिसकेँ, सबैलाई फोन गरिसकेँ। गर्नुपर्ने ठाउँमा मैले बुझ्नुपर्ने ठाउँमा यसको नाली बेली सबै बुझिसकेँ होइन। परिपत्र कसले तयार पार्यो, कसरी यो सञ्चालनमा आयो, कसरी हुन गयो, यो सबै कुराहरू लगभग मैले बुझिसकेँ। मेरो चाहिँ प्रश्न अथवा मेरो मनसाय तपाईँसम्म सम्पर्क गरिरहँदाखेरि मेरो मनसाय के थियो भने एउटा जिम्मेवार व्यक्ति विद्यालयको भनिसकेपछि शिक्षक हुनुहुन्छ, सबैलाई शिक्षा दिने व्यक्तिसँग मेरो केही संवाद हुँदाखेरि त्यहाँबाट चाहिँ केही सकारात्मक कुरा आउला है भन्ने, आत्मआलोचना आउला है भन्ने मेरो मनसाय थियो। मेरो त्यो मनसाय भन्दा पनि जे भइरहेछ सही त भइरहेछ नि। अब के छ र के नै बिग्रेको छ र भन्ने चाहिँ मनसाय हजुरको भयो कि। अब सरकारी सम्पत्तिमाथि अतिक्रमण, त्यो माथि पनि टेन्डरै चलाएर वर्षेनी 8 लाखभन्दा माथिको रकम असुल गरेर सार्वजनिक संस्थाहरू, सरकारी संस्थाहरू सञ्चालन गरौँ न त भन्ने यो विचार नै एउटा यो अतिक्रमण गरेकै हो। यो विचार नै गलत हो। जसरी भइरहेको छ यो गलत हो भनेर मैले पटक भन्दा पनि हजुरले होइन जे छ ठिकै छ, राम्रै छ, सही त भइरहेछ नि भन्ने कुरा गर्नुभयो। अब यसलाई भोलि गएर सरकारले अब विद्यालय त निकाय होइन, यसलाई भोगचलन गर्ने निकाय होइन। आजसम्म गरेको कुराहरूलाई कारबाहीको दायरामा ल्याउन खोज्यो भने त तपाईँहरू त फेरि आउनु पर्ला नि त होइन। अहिलेसम्म गऱ्यौँ न ठिक छ, अब गर्दैनौँ भनेर तपाईँहरू जान ठक्कै छोडेर हिँड्न त मिल्दैन होला। किनकि विद्यालयको भवन त यहाँ आउँदैन। विद्यालयभित्र भएका व्यक्तिहरू नै, सरकारी व्यक्तिहरूले नै सरकारी सम्पत्तिमाथि यसरी अपचलन गर्नुहुन्छ भने त सार्वजनिक पदमा रहेका व्यक्तिहरू नै जिम्मेवार रहेनन् भने त अरू सर्वसाधारणहरूबाट के अपेक्षा गर्ने त? होइन, तालको संरक्षण वा तालको विषयमा सम्बन्धित निकाय छ, उसले के गर्न खोजिरहेछ, के गर्छ उसको कुरा हो। र हामीले यो देखिरहेको, हाम्रो आँखाले त्यही त मैले त हजुरलाई सुझाव दिने भन्दा पनि मैले त मेरो आँखाले देखेको कुराहरू चाहिँ सबै सामु वा सरकार सामु या सम्बन्धित निकाय सामु लैजाने मात्रै हो। अब अहिलेसम्मको के भयो कसो भयो, अब अगाडि कसरी जाने भन्ने कुराहरू त होला। तर मुख्य मुद्दा हजुरहरूलाई चाहिँ ठिक छ भनेपछि त यसमा जे छ ठिक छ, अहिलेसम्म चलिरहेको चलिरहोस्। भोलि गएर कसैले ल यसो नगरे भन्यो भने नगरौँला, के न के। ल त्यस्तै हो। अब अलिअलि भएसँग संस्थालाई कमाउनेलाई पनि केही राहत होस् भनेर त्यति त्यो भनौँ न। अब 50% दिने हुन्छ अरूहरूमा, केही राहतको तरिकाले उहाँहरूलाई पनि सम्मान हुने तरिकाले सबैलाई हित हुने गरेर गरे जस्तो लाग्छ है। लेकसाइडको झिलिमिली सहर अनि हलनचोकबाट देखिने तालको भाग मात्र हेरेर रमाइरहेको हाम्रो स्थानीय निकाय, सम्बन्धित निकाय, त्यहाँदेखि जति ताल देखिन्छ त्यति तालमै रमाइरहेको छ। फेवातालको वास्तविक क्षेत्रफल जति हुनुपर्ने हो त्यो क्षेत्रफल हामीसँग छैन। आधाभन्दा बढी यताको क्षेत्रफल चाहिँ सबै अतिक्रमण भइसकेको छ। मैले सुरुवातमै भने र सम्बन्धित व्यक्तिहरूसँग जसले भोगचलन गर्दै आएको छ, जसले अपचलन गरेको छ, कुन निकायले चाहिँ यसलाई आफ्नो हो भनेर दाबी गरिरहेको छ, कुन समितिले यसमा चाहिँ हक जमाइरहेको छ, वर्षेनी आउने 8 लाखदेखि माथि लाखौँ रकमहरू कसले
भोगचलन गरिरहेको छ, कसले लिइरहेको छ, यी यावत कुराहरू मैले सबै विस्तृत रूपमा सबैसँग सम्पर्क गरेर कतिपयलाई भेटेर सबै कुराहरू मैले गरिसकेँ, सार्वजनिक गरिसकेँ। तपाईँहरूले देखिहाल्नुभयो। मैले भन्न खोजेको कुरा के हो भने हाम्रो यो झिलिमिली लेक साइडदेखि यता सरकार आउन सकेको छैन। मैले यो भिडियो मार्फत हाम्रो स्थानीय सरकार सम्बन्धित निकायलाई लेक साइडदेखि यो अतिक्रमण भएको यता पामे साइडको यो खपौदी साइडको फेवातालको क्षेत्रफलमा आउनको लागि लेक साइडदेखि यहाँसम्म आउनको लागि म एउटा पुलको माध्यम बन्ने प्रयास गरिरहेको छु र यो भिडियो उहाँहरूको लागि पुल बनोस् र यहाँ जे भइरहेको छ त्यसको लागि उहाँहरूले सम्बन्धित निकायहरूले कदम चाल्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। र जाँदा जाँदै सरकारी संस्थाहरूले जसलाई विद्यालयहरू 3टा विद्यालयहरू र एउटा शान्ति स्तूपको व्यवस्थापन समिति संलग्न रहेको भन्ने खुल्लामा आएर हामीले सबैसँग सहकार्य गऱ्यौँ, सबैसँग सम्पर्क गऱ्यौँ। सबैसँग सहकार्य गर्दाखेरि विद्यालयहरूको भनाइ के छ भने हाम्रा सरकारी संयन्त्रहरू, हाम्रा सरकारी विद्यालयहरू, संस्थाहरू चलाउनको लागि हामीलाई मुस्किल भइरहँदाखेरि के भएको छ त नि, यी जग्गाहरू केही त भएको छैन। यी जग्गाहरूलाई चाहिँ व्यक्तिहरूले खानुभन्दा हामी यसलाई चाहिँ भोगचलन गरौँ। वर्षेनी चाहिँ सबै किसानहरूबाट 40% उठाएर कुनै एउटा ठेकदारलाई दियोस्, ठेकदारबाट टेन्डर लगाएर उसले वर्षेनी 8 लाख बुझाउँछ। त्यो 8 लाखले चाहिँ उनीहरूको 3वटा विद्यालय चल्न सजिलो होस् भनेर हामीले यो गरेका हौँ। हामीले गलत गरेका छैनौँ, हामीले सही गरेका छौँ भन्ने उहाँहरूको दाबी थियो। जुन संस्था विद्यालय सरकारी विद्यालय हो, जसलाई स्वयं विद्यालयलाई नै सरकारले चलाउँछ, ती विद्यालयहरूले सरकारी सम्पत्तिमाथि यो रजाइ गरिरहेका छन्। उनीहरूसँग जवाब छैन, उनीहरूसँग चित्तबुझ्दो जवाब छैन। प्रश्न गर्दाखेरि हिजोका दिनमा जे हुँदै आएको हो हामीले पनि त्यही गरेको हो, परिपत्र जसरी चलिरहेको छ हामीले त्यही चलाएको हो, हाम्रो यसमा कुनै गल्ती छैन। भोलि सरकार आएर छोड भने छोडिदिन्छौँ, नत्र भने हामीले गरिरहेछौँ, के भएको छ र सही भइरहेको छ, हामीले गल्ती गरेका छैनौँ भन्ने उहाँहरूको मनसाय हामीले तपाईँहरूमा प्रस्तुत गरिसक्यौँ। यति भनिरहँदाखेरि दुःखको कुरा, एउटा शिक्षा प्रदान गर्ने संस्था विद्यालयका प्रधानाध्यापक जस्तो जिम्मेवार पदमा रहेकी म्याडमले हामीलाई भन्नुभयो, प्रको कुरा सुन्दाखेरि यस्तो लाग्यो कि उहाँहरूले शिक्षा कुन तरिकाले दिइरहनु भएको छ। एउटा सार्वजनिक सम्पत्तिमाथि अपचलन गरेर, अतिक्रमण गरेर, यहाँबाट उठेको रकमहरू असुल गरेर कता के गर्नुभएको छ थाहा छैन। यहाँबाट जाने मात्रै हो, विद्यालयलाई भनेर जाने मात्रै हो, त्यो रकम कहाँ लगानी भइरहेको छ पनि थाहा छैन। तर सार्वजनिक सम्पत्तिमाथि राज गरेर, रजाइ गरेर उहाँहरूले चाहिँ गल्ती गरेको छैन भन्ने जुन मनसाय व्यक्त गर्नुभयो त्यो अत्यन्त दुःखद छ। र सँगसँगै तपाईँहरू यता देख्न सक्नुहुन्छ, यो हाम्रो फेवातालको क्षेत्रफल हो, जुन पानी छ। अहिले हामी सबैलाई देखाइने, सबैले देख्ने, आन्तरिक तथा बाह्य पर्यटनहरू आएर मनोरञ्जन लिने एउटा थलो बनेको देखिएको फेवाताल त्यति मात्र हो। त्यतिमै सबै रमाइरहेका छन्, स्थानीय तहहरू, सम्बन्धित निकायहरू सबै त्यतिमै रमाइरहेका छन्। तर वास्तविक फेवातालको क्षेत्रफल जहाँ म उभिरहेको छु लगायत यो यता खपौदीको ठाउँ हो, यता पामे पर्छ, यो जति पनि धानका चाहिँ उनीहरू छन्, जति पनि धान उब्जनीहरू भइरहेको छ, यो फाँट देखिएको छ, यो सबै क्षेत्रफल फेवातालको हो। तर फेवाताल घट्दै गयो, यता फाँटहरू बन्दै गयो, यो एउटा दुःखको कुरा हो। तर अर्को दुःखको कुरा के हो भने फेवातालको क्षेत्रफल घटिरहँदा बनेको यो फाँटमा यसरी सार्वजनिक संस्थाहरूले नै, सरकारी संस्थाहरूले नै अतिक्रमण गरिरहेका छन्, अपचलन गरिरहेका छन्। यसमा लाखौँको टेन्डर खुल्छ, वर्षेनी लाखौँ लाख रकमहरू चाहिँ चलिरहेको छ, तिरिरहेको छ, उठिरहेको छ। सम्बन्धित निकायहरू फेवातालको त्यो लेक साइडको मनोरम दृश्य, लेक साइडको झिलिमिलीबाट यता आउन अल्छी गरिरहेको छ। यता सम्बन्धित ठाउँमा यो जहाँ अपचलन भइरहेको छ, जहाँ अतिक्रमण भइरहेको छ, त्यहाँ आउन अल्छी गरिरहेको छ। यसको लागि हामीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यूलाई पनि फोन सम्पर्क गरेका थियौँ। उहाँको सम्पर्क हुन सकेन। अहिले उहाँको सहायकले फोन उठाउनु भयो, सहायक सहयोगीले फोन उठाउनु भयो। उहाँ अत्यन्त जरुरी मिटिङमा हुनुहुन्छ, पछि फोन गर्नु भन्नुभएको छ हामीलाई। हामी पक्कै पनि उहाँलाई फेरि फोन गर्नेछौँ, या भेटेरै हामी महानगरमा जानेछौँ, हरेक सम्बन्धित निकायका ढोकाहरू ढकढकाउनेछौँ। यहाँ
वर्षौँदेखि यति ठुलो अतिक्रमण भएर यति ठुलो भ्रष्टाचार भइरहँदा पनि सम्बन्धित निकायहरू किन मौन छन्, किन सुस्त छन्? हामी उनीहरूसँग पनि जवाफ माग्नेछौँ, प्रश्न गर्नेछौँ। हामीसँगै जोडिरहनु होला, हामीलाई फलो गर्नु होला। हामी यी र यस्तै यो फेवातालको विषय त छँदैछ, हामी निरन्तर फलोअप गर्ने नै छौँ र यी र यस्तै अरू हरेक क्षेत्रका हरेक ठाउँका देशमा भएका भ्रष्टाचार, अनियमितता, व्यथिति विरुद्ध हामी अब एकदम बुलन्द आवाज उठाइरहनेछौँ। हामीसँगै जोडिनु होला। धन्यवाद।